मैले हिजो मात्र ग्रक 3 लाई टेस्ट गरेको थिएँ। जुन अहिलेसम्म जति पनि हामीसँग एभाइलेबल एआई टुल्सहरू छन् तिनीहरू सबभन्दा मलाई ग्रक 3 पावरफुल लाग्यो। अनि यो टेस्ट गर्दै गर्दाखेरि एन्थ्रोपिकले चाहिँ क्लाउड 3.7 सोनेटलाई रिलिज गर्यो। अनि जसलाई मैले टेस्ट गरेँ थाहा छ नि यो 3.7 सोनेट अझै ग्रक 3 भन्दा पनि पावरफुल निक्ल्यो के। यो क्लाउड 3.7 सोनेटलाई मैले यत्तिकै पावरफुल बनेको होइन। ल मेरै कहानीबाट सुरु गरौँ। केही टाइम अगाडि चाहिँ म एउटा ह्याकाथनमा पार्टिसिपेट गर्दै थिएँ। त्यो ह्याकाथनमा मलाई चाहिँ एउटा एनिमेटेड भिडियो चाहिएको थियो, जुन भनेको अस्ति भर्खरै त्रिशुली नदीमा चाहिँ दुईवटा बसहरू एक्सिडेन्ट भएर खसेको थियो हैन। अब त्यस्तो टाइपको चाहिँ मलाई एनिमेटेड भिडियो चाहिएको थियो। अब जुनलाई मैले इन्टरनेटमा खोज्ने भने त्यो सायद मैले भेटाउँदैन थिएँ होला हैन। अब मैले आफै त्यो भिडियो गराउनु पर्यो भने म एउटा एनिमेटर पनि होइन। अब यसको समाधान के त? मैले चाहिँ त्यो टाइममा क्लाउड 3.5 सोनेटलाई युज गरेँ। मैले चाहिँ क्लाउड 3.5 सोनेटलाई युज गरेर यस्तो खाले एनिमेटेड भिडियो बनाएँ जहाँ चाहिँ दुईवटा बसहरू एक आपसमा ठोकेर त्रिशुली नदीमा बगेको टाइपको चाहिँ मैले त्यो भिडियो चाहिँ यसैको सहायताले बनाएँ। अब तपाईँले इमेजिन गर्न सक्नुहुन्छ क्लाउड 3.5 सोनेटले यति पावरफुल भिडियो बनाउन सक्यो त्यो टाइममा भने रिसेन्टली क्लाउड 3.7 सोनेट चाहिँ रिलिज भयो भनेपछि तपाईँले बुझ्न सक्नुहुन्छ 3.7 सोनेट कति धेरै पावरफुल होला भनेर। क्लाउड 3.7 सोनेटको कुरा गर्ने हो भने यसले 64,000 टोकनसम्म चाहिँ आउटपुट जेनेरेट गर्न सक्छ। यति मात्र होइन, यसलाई चाहिँ हामीले बढाएर 1,28,000 टोकनसम्म जेनेरेट गराउन सक्छौँ। अब टोकन भनेको तपाईँले बुझ्नु भएन भनेपछि सामान्य अर्थमा बुझ्नुहोस्। एउटा टोकन भनेको करिब 3/4 वर्डसँग बराबर हुने गर्छ। अझै पनि बुझ्नु भएन? एउटा टोकन भनेको करिब 4वटा क्यारेक्टरसँग बराबर हुने गर्छ। अझै पनि बुझ्नु भएन? 100 टोकन भनेको करिब 75 वर्ड्स हो। 64,000 टोकन भनेको करिब 50,000 वर्ड्स रहेको छ। अनि 1,28,000 टोकन भनेको करिब 1 लाख वर्ड्स रहेको छ। म एउटा इक्जाम्पल दिन चाहे। हेरी पोटर एन्ड द फिलोसोफर्स स्टोन यो नोभेलमा चाहिँ करिब 77,000 वर्ड्स रहेको छ। अब तपाईँले इमेजिन गर्नुहोस् क्लाउड 3.7 सोनेटले करिब 64,000 टोकनसम्म भनेको 50,000 वर्ड्स यसले आउटपुट जेनेरेट गर्न सक्छ एकै पटकमा। क्लाउड 3.7 सोनेटले हेरी पोटर एन्ड द फिलोसोफर्स स्टोन्स भन्ने नोभेलमा जति वर्ड्स छन् त्यति वर्ड्स चाहिँ यसले एकै पटकमा जेनेरेट गर्न सक्छ भने क्यान यु इमेजिन यो कति पावरफुल होला भनेर। मान्छेहरूले यसलाई पुरै क्रेजी तरिकाले युज गरिरहेछन्। देख्न सक्नुहुन्छ यो 3D सिटी चाहिँ पुरै क्लाउड 3.7 सोनेटले बनाएको हो। अनि देख्न सक्नुहुन्छ यो स्नेक गेम पनि क्लाउड 3.7 सोनेटले नै बनाएको हो। यो चान्चुने स्नेक गेम होइन नि, यो स्नेक गेम एप्पल वाचमा चल्छ जुन हाम्रो हार्टसँग कनेक्टेड छ। हामी जति स्ट्रेसमा हुन्छौँ त्यति फास्ट चाहिँ यो स्नेक चल्छ, अनि जति हामी काम हुन्छौँ त्यति स्लो चाहिँ यो स्नेक चल्छ। अनि मैले स्ट्रबेरीमा कतिवटा आर्ट छन् भनेर मात्र सोधेको थिएँ। क्लाउड 3.7 सोनेटले त एन्सर दिनुको साटो उसले त मलाई एउटा इन्टरेक्टिभ प्लेटफर्म नै बनाइदियो जहाँ चाहिँ मैले कतिवटा आर्ट छन् भनेर आफै सिक्न सक्छु। वाउ, द्याट्स क्रेजी राइट। हामी यस्तो एरामा बाँचिरहेका छौँ जहाँ दिन प्रतिदिन केही न केही नयाँ कुराहरू आइरहेका छन्, उत्पत्ति भइरहेका छन्। यदि यही स्पिडमा एआई ग्रो हुँदै गयो भने फ्युचर त हामीले एकपटक सोच्नुपर्छ राइट। भिडियो कस्तो लाग्यो? मन पर्यो भने कमेन्ट गर्न चाहिँ नबिर्सिनु होला। ओके, बाइ बाइ।